यो वर्ष हाम्रो घरमा दुःख र खुसी सँगसँगै आए। छोरी जन्मने दिन नजिकिँदै थियो। यो जस्तो खुसी अरू के नै हुन सक्छ र? तर यही खुसीको बीचमा हाम्रो जेठानी दिदीलाई हामीले गुमाउनु पर्यो। दिदीले छोडेर जानुभएको केही दिनपछि छोरी जन्मिन्। खुसीको सीमा रहेन। तर जीवनमा जन्मसँगै मृत्यु पनि निश्चित सत्य रहेछ भन्ने कुरा स्वीकार्दै त्यो पीडा बिस्तारै भुल्दै अगाडि बढ्ने प्रयास गर्यौँ। समय बित्दै गयो। हाम्री छोरी हुर्कँदै गइन्। आज छोरी माम खाने भइन्। यो जुठोमा हामीले केही पनि गर्न नहुने भएकाले उसकी हजुरआमा अर्थात् मेरी मम्मीले छोरीलाई पहिलो घाँस खुवाउनु भयो। सँगै उसको दादा र दिदीहरूले पनि छोरीलाई माम खुवाए। जीवन यस्तै रहेछ, कहिले हाँसो कहिले आँसु। तर हरेक यात्रालाई सम्झन योग्य बनाइदिने यिनै पलहरू हुन् र त्यो पलहरूलाई हामीले यसरी कैद गरिदियौँ भने भोलि छोरी बुझ्ने भएपछि रमाउने छिन्, खुसी हुने छिन्, मलाई यसरी माम खुवाइएको रहेछ भनेर। त्यही भएर हामीले केही गर्न नहुने भए पनि मम्मी, उसको सानी अनि दादा र दिदीहरूले छोरीलाई राजकुमारी जस्तै बनाइदिए। अनि छोरीलाई सिँगारेर यो विशेष पलमा यसरी माम खुवाइयो। भर्खरै मम्मीले खुवाइदिनु भयो। त्यसपछि उसको सानबी दिदीले पनि उसलाई माम खुवाइदिन्। अनि फेरि उसको दाइले पनि उसलाई त्यसै गरी माम खुवाइदियो। एकदमै एक्साइटेड थिए उनीहरू चाहिँ। अनि शिवाक्षी बहिनीको पनि पालो आयो। उसले पनि त्यसरी नै माम खुवाइदिन्। शशिकला दिदीले पनि कलशपुरेलाई माम खुवाइदिन्। जे होस् बुढाहरू एकदमै रमाए। अनि छोरी पनि मक्क पर्दै थिइन्। खासै झगडा गरेकी थिइनन्। ज्ञानी भएर बसिन्, माम खाइन्। अनि लास्टमा फाइनल्ली हामीले बुढाबुढीको यसरी क्याप्चर लियौँ। अनि यो छेडमा हामीले पनि फोटो चाहिँ खिच्यौँ छोरीसँग, किनकि भोलिपर्सि सम्झना लागेको हुन्छ नि त। यो चाहिँ हाम्रो स्विट फ्यामिली। अनि ग्रुप फोटो पनि खिच्यौँ। त्यसपछि यसरी नै छोरीको भात खुवाइ सकियो।